हेलो गाइज एभ्रिवान वेलकम टु माई न्यू ब्लग। अहिले चाहिँ हामी घुम्न जाँदैछौँ, हेर्न सक्नुहुन्छ। अहिले चाहिँ हामी यहाँ शङ्खपुरबाट निक्लेर अब कता उता जाने? पाइलेट नगर पाइलेट बाबा जाँदैछौँ। अब हेर्नु होला बाटोमा हजुर। अहिले चाहिँ हामी पुगिसकेको छौँ, आधा बाटोमा पुरा पुग्नेवाला छौँ। हेर्नु न भ्यू पुरा जङ्गलको। अहिले चाहिँ हेर्न सक्नुहुन्छ, अहिले चाहिँ हामी भ्यू हेर्न आएको छौँ। पुरा खतरनाक छ के भ्यू। हेर्नु न यो पुरा बादल छ पुरा। अहिले चाहिँ हामी पुरा डाँडा माथि पुगिसकेका छौँ। पुरा हेर्नु, अहिले हामी त बादललाई पनि छुँदैछौँ गाइजहरू। पुरा बादल छ क्या। अहिले चाहिँ पहाडको हामी आधा टपमा पुगिसकेका छौँ। अब थोडा बाँकी छ, त्यसपछि योभन्दा माथि टप छ, त्यसै त्यहाँ पुग्नेछौँ। हेर्नु सक्नुहुन्छ भ्यू हजुरलाई देखाउनेवाला एकदम खतरनाक खतरनाक छ क्या। बर्खाको महिना बबाल हुने रहेछ भ्यू त यहाँ। अनि अहिले हामी चाहिँ ठ्याक्कै यो पाइलेट बाबा जाने भयौँ होइन। अहिले चाहिँ हामी ठ्याक्कै यो गेटमा रहेछौँ। सो अब एकचोटि यहाँको चाहिँ यस्तो भ्यू छ कि यहाँनिर होइन। त्यो भ्यू पनि हेरिदिउँ भनेर यता आइरहेको छु म। यो हेर्न सक्नुहुन्छ, खतरनाक भ्यू छ यो, बवाल छ पुरै एरिया। हो एकचोटि हामी चाहिँ यहाँ राम्रोसँग हेर्छौँ यो भ्यू होइन। अनि त्यसपछि एकचोटि मन परिन्छ, अनि त्यसपछि यहाँबाट चाहिँ निस्किन्छौँ। अहिले चाहिँ हामी उताबाट आइसकेर अब हिँड्न लागिसकेका छौँ। अहिले चाहिँ हामी माथि पनि पुगिसकेका छौँ, हेर्न सक्नुहुन्छ। उता मन्दिर छ पुरा। यी जुत्ताको हालत हेर्नु न हजुर, पुरा पुगिसकेको छ। अहिले चाहिँ उता हेर्न सक्नुहुन्छ मन्दिर। यता दोकान रहेछन् तर खुल्ला छैन, उता एउटै रहेछ। अहिले चाहिँ पानी किनिसकेका छौँ। अनि यता दोकान रहेछ के चिसो। पानी पनि युनिक युनिक छ नि खानेकुरा। अहिले चाहिँ टिकट काट्दैछौँ यता दुईटा। अनि यता चाहिँ हेर्न सक्नुहुन्छ यो मन्दिर कता हेरेँ जस्तो लाग्यो मलाई पनि। त्यस्तै छ कि एउटा त्यस्तै छ। अहिले चाहिँ यता मान्छे पनि छन्। अब भ्यू कस्तो आउँछ हेर्नुपर्छ यताबाट। भगवानको लिनु पर्यो आशीर्वाद। अहिले यता बस्छौँ न तबसम्म दया आउनुसम्म। अहिले चाहिँ म मन्दिरको यता आइसकेको छौँ। यता हेर्न सक्नुहुन्छ कस्तो अब खुट्टा लिएर जाने। उता हेर्न सक्नुहुन्छ भगवान, हजुरलाई देख्नु भएन होला। उता हेर्न सक्नुहुन्छ। अहिले चाहिँ
यता घन्टी चाहिँ यता अलाउड छ कि नै यो बजाउन मिल्छ अहिले घन्टी पनि बजाइसकेको छौँ दाइ अब जानुभएको छ यस्तो छ गाइजहरू होइन पुरा यस्तो भ्यू अहिले चाहिँ यस्तो बाजा लाग्यो कि हेर्नु सक्नुहुन्छ पुरा काठमाडौँ छ उता पुरा अहिले चाहिँ म यत्र आएको थिएँ बाथरुम पिसाब लगाएको थियो अनि अहिले चाहिँ यता हेर्नु सक्छु कि हुनुहुन्छ पुरानो घर छ यहाँ जे पनि हुनसक्छ अब के भन्नु पुरानो छ कि पुरानो सामान यस्तो छ यता जे होस् काठमाडौँ भयो भने त राम्रो ठाउँ रहेछ एउटा राम्रो छ अनि भगवान्को उयो गर्छ कि गणेश भगवान्को छ मूर्ति अहिले चाहिँ म गणेश भगवान्को मूर्तितिर जाँदैछु हेर्न सक्नुहुन्छ गणेश भगवान्को मूर्ति यता हेर्न सक्नुहुन्छ गणेश भगवान्को मूर्ति अनि उता आउनु भएको छ बाजे यहाँ हजुर कति वर्षदेखि काम गर्न लाग्नु भएको छ 10 वर्ष भयो यो 10 वर्ष भयो यो पाइलटै पढेर पाइलटै चलाएर सबै कुरो त्यागेर बाबा हुनुभएको पाइलट बाबा त्यही भएर पाइलट बाबाको नाउँ रह्यो ए कुरो बुझ्यो पाइलटै पढ्या पाइलटै चलाएर सबै कुरो त्यागेर बाबा हुनुभयो हजुरले यो 15 वर्ष भयो पढ्नेको ए सबै कुरो त्यागेर बाबा बनेपछि भन्नु अब यहाँ आयो भने कतिखेर आए राम्रो हुन्छ यहाँ बिहान 6 बजेबाट बेलुका 6 बजेसम्म खुल्ला मतलब कतिखेर राम्रो हुन्छ धेरै भिड भने त्यस्तै 2-3 बजेबाट 4 बजेसम्म हुन्छ बाबा शान्ति चाहिन्छ भने बिहान बिहान आउन सक्नुहुन्छ होइन सकिन्छ बिहान 6 बजेबाट 9 बजेसम्म खुल्ला हुन्छ यो शान्ति हुन्छ ल ल है अनि सोमनाथ गणेश नवदुर्गा ध्यान केन्द्र बाजेले भनिदिनु भयो अब 11 वर्षदेखि एक्सपिरियन्स भएको मान्छे रहेछन् हजुरलाई भ्लग कस्तो लाग्यो भन्नु कमेन्ट गर्नु आजको भ्लग चाहिँ यही एन्ड गर्छु हस् त बाई बाई जय नेपाल